काठमाडौँको सुकुम्बासी समस्या दशकौंदेखि बल्झिरहेको विषय हो। विभिन्न समयमा सुकुम्बासी बस्ती हटाउने अभियानमा नागरिकहरू विस्थापित भएका छन्। सामाजिक सञ्जालमा भनेको कुरा बिर्सनुभयो कि सम्झनुहुन्छ? हरेक वर्षको बाढीका कारण काठमाडौँका नदी किनारमा रहेका हजारौं मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नु परेको अनि सरकारले उद्धार गर्नु परेको दृश्य। सरकारी सम्पत्ति भन्नाले नेपाल सरकारको हक, स्वामित्व, नियन्त्रण वा अधीनमा रहेको देखाएको सम्पत्ति सरकारी सम्पत्ति मानिनेछ। सरकारी भवन, घर वा जग्गा, सडक, बाटो वा रेलवे, वन जङ्गल वा वन जङ्गलमा रहेका रुख बुट्यान, नदी नाला, ताल पोखरी तथा त्यसको डिल, नहर, कुलो वा ऐलानी पर्ती जग्गा, खनिज वा खनिज पदार्थ, हिमाल, भिर, पहरा, डगर, बगर, सार्वजनिक बगैँचा, साथै सार्वजनिक, सामुदायिक गुठी वा कुनै व्यक्तिको नाममा रहेको सम्पत्ति बाहेकको अन्य सम्पत्ति सरकारी सम्पत्ति हुन्। प्रधानमन्त्री बालेन्द्र शाह सामाजिक सञ्जाल मार्फत जानकारी दिँदै भन्छन्, काठमाडौँ उपत्यकाका नदी किनार तथा सरकारी स्वामित्वमा रहेका जग्गामा अवाञ्छित रूपमा अतिक्रमण भएको स्पष्ट भएका क्षेत्रहरूमा नेपाल सरकारले कानुन बमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियाका विषयमा विभिन्न टिप्पणी तथा व्याख्या सार्वजनिक भइरहेका प्रति सरकारको ध्यानाकर्षण भएको छ। थप बालेन्द्र शाह भन्छन्, उक्त प्रक्रियालाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहन बाध्य नागरिकहरूमा उठीवास हुने हो कि भन्ने आशंका उत्पन्न गराउने तथा नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको सम्बन्धमा प्राप्त सूचनालाई सरकार गम्भीरतापूर्वक लिएको छ। प्रधानमन्त्री शाह थप समाधान गर्ने प्रक्रिया खुलाउँदै भन्छन्, यसै सन्दर्भमा दीर्घकालीन समाधान कार्यान्वयनमा अवरोधका रूपमा रहेका भूमि सम्बन्धी ऐन 2021 का केही दफाहरू वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै अध्यादेश मार्फत खारेज गरिएको छ। शाह भन्छन्, उक्त कानुनी अवरोध हटेसँगै वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत सङ्कलन विवरण प्रमाणीकरण तथा स्पष्ट आधारमा अभिलेख तयार गर्ने कार्य प्रारम्भ गरिएको छ। यस प्रक्रियाबाट भूमिहीन नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित, पारदर्शी र दिगो समाधानतर्फ सरकार अघि बढिसकेको छ। थप प्रश्न पार्दै प्रधानमन्त्री शाह भन्छन्, ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ। त्यस्तै गरी शाह भन्छन्, अन्य भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आएको सिफारिस र सङ्कलित विवरणका आधारमा नेपाल सरकारले आवश्यक निर्णय गर्नेछ। थप प्रधानमन्त्री शाह जोड दिँदै भन्छन्, नेपाल सरकार स्पष्ट गर्न चाहन्छ कि चालिएका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्। पुनः शाह भन्छन्, त्यसैले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकहरूमा अनुरोध गरिन्छ। अन्त्यमा सामाजिक सञ्जाल मार्फत भन्छन्, सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ। कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन भन्दै प्रधानमन्त्री जनतामा विश्वासको वातावरण सिर्जना गर्न खोजेको देखिन्छ। साथै समाजमा अपुष्ट सूचनाहरू पनि नफैलाउन अनुरोध गरेका छन्। त्यस्तै गरी वास्तविक सुकुम्बासीहरूको पहिचान गरी आवश्यक व्यवस्थापन गर्न भनी राष्ट्रिय मानव अधिकार आयोग पत्र लेख्दै भन्छ, नेपाल सरकारबाट 2083 वैशाख 12 गतेदेखि काठमाडौँ जिल्लाको बागमती किनार लगायत विभिन्न स्थानमा बसोबास गरेका सुकुम्बासीहरूको घर टहरा हटाउने भनिएको विषयमा आयोगको ध्यानाकर्षण भएको छ। यस विषयमा आयोगले विगतमा गरेको सिफारिसको कार्यान्वयन सम्बन्धमा जानकारी माग गर्दै नेपाल सरकारलाई पत्रचार समेत गरेको छ। साथै आयोग भन्छ, यस आयोगबाट मिति 2069 जेठ 1 गते वास्तविक सुकुम्बासीहरूको पहिचान गरी निजहरूको बसोबासको वैकल्पिक व्यवस्था मिलाएर मात्र सुकुम्बासी व्यवस्थापन गर्ने लगायतका सिफारिस गर्ने निर्णय भएको थियो। पत्रमा उक्त निर्णय
सिफारिस कार्यान्वयनका लागि नेपाल सरकारलाई पठाइएको ब्यौरा पुनर्स्मरण गराउँदै सिफारिस कार्यान्वयन अवस्थाको प्रगति विवरण माग गरिएको छ। अन्त्यमा राष्ट्रिय मानव अधिकार आयोग भन्छ, उल्लिखित अवस्थामा यस आयोगका सिफारिसहरू र सर्वोच्च अदालतबाट भएका आदेशको कार्यान्वयन गर्दै वास्तविक सुकुम्बासीहरूको पहिचान एवं आवश्यक व्यवस्थापन गरी अतिक्रमित जग्गाको घर टहरा खाली गराउने क्रममा अत्याधिक बलको प्रयोग नगर्न र संयमित हुन आयोग नेपाल सरकारलाई निर्देशन गर्दछ भनी अन्त्य गर्दछ। त्यस्तै गरी सुकुम्बासीहरूको विवरण नेपाली सेनाले माग गरेको सम्बन्धमा आफ्नो आशय प्रकट गर्दै भन्छ, विपद प्रति कार्य पूर्व तयारी सम्बन्धमा नेपाली सेनाले विगतका वर्षहरूमा भएका विपदका घटनाहरूलाई समेत मध्यनजर गर्दै नजिकिँदै गरेको वर्षायातको समयमा बाढी, पहिरो, डुबान र नदी कटानबाट हुन सक्ने जोखिमलाई दृष्टिगत गरी सरकारवाला निकायहरूसँग समन्वय र सहकार्य गर्दै मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि विपद पूर्व तयारीको योजना गर्दै आएको बारे साथै नेपाली सेना अझ प्रश्न पार्दै भन्छ, सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा नेपाली सेनाले सुकुम्बासीहरूको विवरण माग गरेको सम्बन्धमा विभिन्न खबरहरू प्रकाशन र प्रसारण भइरहेको सन्दर्भमा नेपाली सेनाका स्थानीय युनिटहरूले आफ्नो जिम्मेवारी क्षेत्रमा हुन सक्ने विपदका घटनाहरूमा सुरक्षा फौज तैनाथ भई उद्धार, राहत वितरण र पुनर्स्थापनका कार्यहरूलाई सहज बनाउने उद्देश्यका साथ सम्भावित जोखिम नक्साङ्कन, हेजार्ड म्यापिङ गर्नका लागि तथ्याङ्क अद्यावधिक गर्ने कार्य गरिएको सबैमा जानकारी गराउँदछौँ भनी भनेको छ। सरकारले बागमती र यसका सहायक नदी किनारमा जोखिमपूर्ण सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने क्रममा हालसम्म वैशाख 20 गतेसम्म आफूलाई सुकुम्बासी दाबी गर्दै कुल 1816 परिवार अर्थात् 7789 जना सरकारको सम्पर्कमा आएका छन्। सम्पर्कमा आएका मध्ये 794 जनालाई सरकारद्वारा व्यवस्थित होल्डिङ सेन्टरहरूमा स्थानान्तरण गरिएको छ। बाँकी व्यक्तिहरू भने हालका लागि आफ्नै पहलमा आवास व्यवस्थापन गर्ने भन्दै बाहिरिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानव अधिकार समितिले अस्थायी होल्डिङ सेन्टरहरूमा स्थलगत अवलोकन गर्ने निर्णय गरेको छ। वैशाख 21 गते सोमबार बसेको समितिको बैठकमा सांसदहरूले स्थलगत अवलोकन गर्ने प्रस्ताव राखेका थिए। समितिको बैठकले मुख्यतया होल्डिङ सेन्टरहरूमा बस्न योग्य न्यूनतम पूर्वाधार भए नभएको खानेपानी, शौचालय र आधारभूत स्वास्थ्य सुविधाको पहुँच र विस्थापित भएपछि बालबालिकाको शिक्षा र पोषणमा परेको प्रभावका विषयमा जानकारी लिनेछ। सुकुम्बासी समस्यालाई यसरी लामो समयसम्म राख्न पनि मिल्दैन। तत्काल यो व्यवस्थापन होस्, किनभने यहाँ धेरै कुरा सामाजिक कुराहरू पनि आइसक्यो, सामाजिक समस्या आइसक्यो, आर्थिक समस्या आइसक्यो। अहिले चाहिँ हामीले तत्काल चाहिने सेवा सुविधा पाएका छौँ, तर यो कतिसम्मको लागि चाहिँ छिटो। श्रम संस्कृति पार्टी सांसद हर्कराज राई खुल्ला पत्र लेख्दै भन्छन्, नेपालको भूभाग लिपुलेखको बारे सङ्केत गर्दै र संवादमा जोड दिन्छन्। सेनालाई सिमानामा खटाउनु मन्त्रीको गाडीको ढोका खोल्ने काम होइन, व्यक्तिगत पाले बनाएर राख्ने होइन भन्दै प्रश्न गर्छन्। सेनालाई सुकुम्बासी बस्ती भत्काउन जाँदा लाने होइन, सिमानामा पठाउनु। त्यस्तै गरी सांसद राई भन्छन्, सुकुम्बासी बस्तीमा व्यस्त डोजरहरू रौसी खोला लगायतका देशका विभिन्न स्थानमा बाढीले भत्काएको बाटो खोल्न र तत्काल विपद व्यवस्थापन गर्न पठाउनु पर्दैन भनी प्रश्न गर्छन्। विदेशी ऋण लिएर देश डुबाउने कार्य तुरुन्तै रोक्नु, देशको अर्थतन्त्र सुधार गर्न नसक्नेले राज्य सञ्चालन गर्न सक्छ भनी सरकारलाई थप प्रश्न गर्छन्। राजीनामाको कुरो उठाउँदै भन्छन्, राज्यलाई सन्तुलनमा राखेर सञ्चालन गर्न नसक्ने नजान्ने हो भने राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्दैन भनी सरकारलाई प्रश्न गर्छन्। गरिबको बास भत्काएर बिजोग बेहाल स्थितिमा राख्नु हुँदैन, सबैको चित्त बुझाएर समाधानको बाटोमा लाग्नु पर्छ कि नै भनी प्रश्न गर्छन्। थप राई भन्छन्, बजेट बनाउने क्रममा सबै पार्टीका सांसदहरूको क्षेत्रगत जनताका समस्या र सेवा सुविधालाई सम्बोधन गर्दै बजेट बनाउनु पर्दैन कि राज्यको ढुकुटी तपाईँको मात्रै हो, लुकेर भागेर समस्या समाधान हुन्छ भनी प्रश्न गर्छन्। थप प्रश्न राख्दै राई भन्छन्,
पत्रकारहरूको उत्तर दिने गर्नु पर्दैन? जनतालाई सरकारले के गर्दैछ भन्ने जानकारी हुनुपर्छ कि पर्दैन? यी सबै प्रश्नका उत्तर जनतालाई दिनुहोला पत्रकार सम्मेलन गरेर, अन्यथा प्रत्येक दिन राई यसरी नै ठुगिरहनेछु भन्ने आशय व्यक्त गर्दछ।